वेलकम टु माई युट्युब च्यानल ब्लग। आज पनि साइक्लिङ ब्लग लिएर आएको छु म र जम्मा हामी 3 जना छौँ। विशेष गरी आज हामी बरानको दुरात अल बरानमा हाम्रो साइक्लिङको यात्रा छ र यो चाहिँ बरानको राजधानी मनामाबाट लगभग 50-60 किलोमिटर पर्दछ र हामी बसेको बाटो चाहिँ त्यस्तै 22-23 किलोमिटर पर्दछ र यो दुरात अल बरानदेखि कतार पुग्नलाई 10 किलोमिटर पर्छ अरे। कतार र बरानको बोर्डर हो यो चाहिँ दुरात अल बरान चाहिँ र त्यस भिआइपी एरिया हो यो दुरात अल बरान चाहिँ। एकदम शेखहरू एकदम धनी मान्छेहरू त्यहाँ बसेका छन् अपार्टमेन्ट। सम्भवतः भिडियो लामो पनि हुनसक्छ। म भिडियो तपाईहरुमाझ पार्ट 1 पार्ट 2 पार्ट 3 लिएर आउनेछु। भिडियो चाहिँ स्किप नगरी हेरिदिनु होला र भिडियो कस्तो लाग्छ तपाईहरुलाई लाइक कमेन्ट शेयर गर्न पनि नबिर्सिनु होला। यदि तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला भन्दै म तपाईहरुमाझ म भिडियो देखाउने छु। मेरो साथीहरु गाडी बढिसकेका छन्। तपाईहरुलाई अब सरररर भिडियो देखाउने छु। ल हामी चाहिँ लगभग अब दुरात अल बरान पुगिसकेका छौँ। यो चाहिँ स्टार्टिङको बीच हो। यो चाहिँ मर्मत त्यस्तै गर्ने भएकोले गर्दा केही समस्या भएकोले गर्दाखेरि लक लागिरहेछ खै के भएर हो त्यो चाहिँ सायद यो मर्मतको लागि बन्द गरिएको होला, तालचा लागेको होला। अनि यहाँ वरिपरि माछा मार्ने स्विमिङ गर्ने माछा मार्नु चाहिँ पाउने रहेछ। यो नत्र कुनै एरियामा माछाहरू मार्नु पाउँदैन, तर यसमा चाहिँ खुल्ला रहेछ माछा मार्ने रमाइलो गर्ने खेल्ने फ्यामिलीहरुसँग आएर। अब यहाँबाट हामी लाग्यौं। साथीहरु चाहिँ हिँडिसक्नुभयो, म चाहिँ पछ्याउँदै छु पछाडी। उहाँहरु अगाडिको दाइले चाहिँ पहिला पनि आउनु भएको थियो र उहाँले चाहिँ बाटो राम्रोसँग लोकेसन राम्रोसँग थाहा छ, त्यही भएर म चाहिँ सबैभन्दा पछाडी अगाडि पुगिसक्नुभयो। यहाँ चाहिँ एउटा पोस्ट रहेछ, यहाँ चाहिँ यहाँबाट भित्र छिर्ने। दाइहरु चाहिँ अगाडि गइसक्नुभयो, म चाहिँ बिस्तारै भिडियो बनाउँदै पछि आउँदै छु। रमाइलो नै एकदम राम्रो ठाउँ छ जस्तो छ। यहाँ भित्र अब चाहिँ हामी प्रस्थान भयौं। यहाँ हम्स पनि रहेछ। दाइहरु चाहिँ अघि पर पुगिसक्नु भएछ। एकदम राम्रो छ जस्तो लाग्यो म चाहिँ। अब यहाँनेरि फन पार्क जस्तै रहेछ, बच्चाहरुको खेल्ने ठाउँ, बच्चाहरुको एक्सर्साइज गर्ने ठाउँहरु रहेछ। अनि हामीले साइकल पार्क गर्यौं। यो छ आफै उतान छ र स्विमिङ रहेछ। यहाँ चाहिँ पार्क रहेछ, एक्सर्साइज गर्ने ठाउँहरु बच्चाहरुको लागि।
यो वरिपरि समुद्र छ। यहाँ स्विमिङ गर्ने, जेट स्की, बोटहरू कुदाउने, त्यस्तै रमाइलो गर्ने रहेछ। पिङहरू छ अनि यहाँ फुलहरू, रोडहरू छ अनि वान वे बाटो रहेछ। अनि बिचतिर साइडतिर फुल गार्डन जस्तै कलमी काटेर चट्ट मिलाएर राखेको रहेछ। सायद यो अहिले रमदानको कारणले गर्दाखेरि अलिकति सरसफाइ चाहिँ नगरेको होला जस्तो लाग्छ। तर भिआइपी एरिया हो, एकदमै सफा र एकदम सजाएर राखेको छ। यहाँको डेकोरेसन एकदम मलाई चाहिँ मन पर्यो। सायद भराइनमा यतिको राम्रो ठाउँ चाहिँ छैन कि जस्तो लाग्दैछ मलाई अहिलेसम्म म पुगेकोमा चाहिँ। तपाईहरुलाई अझै अर्को स्टेटतिर अझै कस्तो होला यो एउटा स्टार्टिङ पोइन्टको मात्र हो। यस्तो राम्रो ठाउँ छ कि यहाँ गार्डन फुलहरू छ। म अलिकति रङ साइड कुदेर आएछु क्या। भिडियो अन्तिमसम्म हेर्नु होला। तपाईहरुलाई म देखाउँदैछु ब्याकग्राउन्ड सिन। अब अर्को ठाउँ जाँदैछौँ है गाइस। यो गेट फुल भन्छ हाम्रो नेपालमा चाहिँ। त्यसको कलमी काट्दा पनि राम्रो पो हुने रहेछ। बब्बाल राम्रो देखिँदो रहेछ। म तपाईहरुलाई अब